हिजो चाहिँ भ्यालेन्टाइन डे थियो अनि म चाहिँ घर बस्दा बस्दा पुरै बोरिङ भएको थिएँ। 14-15 दिन घर बसेको थिएँ अनि मैले चाहिँ ल भ्यालेन्टाइन डेको दिन कतै घुम्न जाऊँ न भनेर डिसाइड गरेँ। किनभने मलाई बस्दा बस्दा बोरिङ एकदम काम पनि गएको थिएन म एकदम 15 दिन जस्तो घर बसेकोले गर्दा चाहिँ अनि ल सिस्टरले जाउँ न त भनेर हिजोको दिन रमाइलो घाम लागेको दिन थियो, सनी डे थियो अनि घरबाट डिसाइड गऱ्यौँ अनि पेट्रोल सेट्रोल हालेर केही खानेकुराहरू अलिअलि किनेर हिँड्यो किनभने बाटो लामो थियो। बाबु पनि गाडीमा थियो, अब उसलाई बाटोमा भोक लाग्यो भने खानेकुरा त दिनुपर्छ भनेर हामीले डिसाइड गऱ्यौँ अनि त्यहाँबाट हिँड्यौँ। चिसो चाहिँ बाहिर चाहिँ चिसै थियो, घाम लागे पनि बाटोहरू यति राम्रो यति पिसफुल एरिया थियो, एकदम रमाइलो थियो चाहिँ शान्त गएर चाहिँ एकदम इन्जोय गर्ने नेचरसँग एकदम इन्जोय गर्ने खालको चाहिँ बाटोहरू थियो। अनि हामीले 1 hour 10 minutes ड्राइभ गरिसकेपछि हाम्रो डेस्टिनेसनमा चाहिँ पुग्यौँ। त्यो बाटोभरि बाबु चाहिँ एकदम हेर्दै इन्जोय गर्थ्यो, दादा चाहिँ पुरै निदाइरहनु भएको थियो किनभने लामो बाटो भएपछि दादालाई त निन्द्रा लागि नै हाल्छ, त्यो सामान्य कुरै हो। बिचरा काम गरेको शरीर थक्या पनि थियो होला। अनि हामी त्यहाँ पुग्यौँ अनि हामी गाडी साडी पार्क गऱ्यौँ अनि पार्क गरिसकेपछि चाहिँ पार्किङ पे तिरिसकेर चाहिँ हामी चाहिँ डेस्टिनेसनतिर लाग्यौँ। त्यस्तो खासै केही थिएन किनभने हामीहरू चाहिँ मेन जुन ठाउँमा जाने भनेर हिँडेको त्यो ठाउँ चाहिँ हामीले चाहिँ देखेन। त्यहाँबाट चाहिँ हामी 5-10 मिनट हिँड्नुपर्ने रहेछ, तर हामीलाई चाहिँ अब बाबुसँग गएको भएर चाहिँ हामीलाई त्यति आइडिया भएन किनभने बाबु पनि थाकिसकेको थियो त्यहाँ पुग्दा ओर्दा। अनि त्यहाँ म्युजियम रहेछ, म्युजियमहरू घुम्यौँ अनि यहाँ ढुङ्गाहरू ताने जस्तो गरेर एकदम फन भयो, यहाँ खेल्यो एकछिन। अनि यहाँ सानो सानो घर झुप्रा रहेछ, त्यहाँभित्र चाहिँ पुरै पहिलाको मासु काट्ने अचानो अनि त्यहाँ बस्ने पिरा त्यस्तो रहेछ अनि त्यो हेऱ्यौँ अनि त्यहीँ एकछिन इन्जोय गऱ्यौँ। अनि त्यसपछि चाहिँ अलिक चिसो पनि भयो अनि हामी चाहिँ डिसाइड गरौँ न जाउँ, भाउजूको काम थियो अनि भाउजूलाई केरममा गएर चाहिँ सरप्राइज दिउँ भनेर दादाले भन्नुभयो। अनि ल ठिक छ भनेर हामी चाहिँ भाउजू भएतिर लाग्यौँ। भाउजूलाई चाहिँ केही थाहा थिएन, केही क्लियर थाहा थिएन कि हामी चाहिँ जाँदैछौँ भाउजूलाई भेट्नको लागि भनेर। अनि हामीले केही भाउजूलाई कतिखेर बिदा हुन्छ भनेर घुम्न जाउँला आफ्टर तपाईँको सिफ्ट भनिरहेको थियो। अनि भाउजू चाहिँ मेरो त 5-4 बजी बिदा हुन्छ, अँध्यारो भइहाल्छ नि भन्दैन थियो। अनि हामी त्यहाँ पुग्यौँ, त्यहाँ पुगेर भाउजूलाई चाहिँ हामी लुकेर एकछिन वेट गऱ्यौँ, भाउजू निस्किन एकछिन टाइम लाग्नु हो। अनि दादा यहाँ लुकेर बसेर एकैचोटि गएर सर बुढी भनेर दादाले बोलाउनु त भाउजू त पुरै तर्सिनु भयो, कहाँबाट यहाँ